यो चाहिँ शिशिरमा विन्टरमा सामूहिक भिडियो खै त अनि कृष्ण खै ल स्वागत छ केटा स्वागत 4-5 मिनट हिँडेर गाडी छेउ गाडीदेखि हात्तीको पामा चाहिँ अहिले हामी जाने माछा त यार नमस्ते म हो राजन अनि तपाईँ हेर्दै हुनुहुन्छ राजन रोम्स युट्युब च्यानल। आजको भिडियोमा तपाईँलाई स्वागत गर्न चाहन्छु अनि आजको भिडियो चाहिँ एकदम विशेष रहनेछ। खाकवनसामा रहेको थानपुङ हेर्नको लागि हामी चाहिँ जाने आज सल्लाह गरेका छौँ। यो एरियामा चाहिँ छनानी स्थित रहेको खाकवनसाको जङ्गलमा रहेको ठुलो गुम्बा चाहिँ एकदम थानपुङको लागि चाहिँ प्रसिद्ध ठाउँ हो, त्यही भएर हामी त्यहाँ जान्छौँ। त्यहाँको दृश्य चाहिँ हामी आफै मात्रै हेर्नेवाला छैनौँ साथीहरू, तपाईँहरूलाई पनि देखाउनेवाला छौँ। रुगा मर्की लागिरहेको छ, त्यही पनि अब सिजनमा एकचोटि आउने, वर्षमा एकचोटि आउने यो थानपुङलाई चाहिँ हामी छुटाउन दिने छैनौँ। त्यही भएर साथीभाइहरूसँग जाने सल्लाह गरेको छौँ। मैले साथीहरूलाई कल गरिसकेँ, रेडी हुँदैछन् अरे, म पनि रेडी हुनुपर्ने हुन्छ। मैले खानासाना चाहिँ खाइसकेँ होइन। अब लुगा कपडा लाएर चट्ट भएर जानुपर्ने हुन्छ। लेट्स गो। म चाहिँ केही समयदेखि यो च्यानलमा छोटो छोटो भिडियोहरू बनाएर हाल्ने गरेको छु। तपाईँहरूलाई यदि मन पर्यो भने मेरो च्यानललाई पनि प्लिज सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, यो अनुरोध गर्दै लेट्स गो गाइज। म चाहिँ रेडी पनि भइसकेँ। केटा मान्छेलाई रेडी हुनु कति नै टाइम लाग्छ र होइन। यस पनि शिष्य पारिदिउँ न त। आजको मेरो ओटिडी चाहिँ यही हो होइन। ओटिडी पनि भन्नु मिल्दैन यो। अब म चाहिँ बाहिरको मौसम कस्तो छ हेर्छु, म तपाईँहरूलाई पनि देखाउँछु ल बाहिर कस्तो रहेछ भनेर। जानुपर्ने त भनियो, कस्तो छ दिन। ओहो बब्बाल रहेछ यार आज त दिन यार, बब्बाल रहेछ। म तपाईँहरूलाई देखाउँछु ल यस्तो छ आज चाहिँ, घाम पुरा लागिरहेछ। यो चाहिँ मेरो बारतालीबाट देखिने हो दृश्य हो ल। फाइनल्ली मेरो साथीहरूको फोन पनि आइसक्यो अनि म चाहिँ अब जानुपर्ने हुन्छ। अब घरबाट निस्केँ म अनि साथीहरू आइसक्यो होला, तल पर्खिराखेको होला। छिटो बत्ती निभाउनु पर्यो, छिटो आऊ है भनेर फोन गर्दै थियो। म चाहिँ निस्केँ अब। मेरो बारदालीबाट देखिने नजारा त यही हो, मैले अघि पनि देखाइसकेँ। आज घाम पनि लागिरहेछ, बब्बालै होला जस्तो छ। ल अब चाहिँ हामी ढिला नगरिकन अगाडि बढौँ। आज कस्तो हुने हो, जाडो रहेछ बाहिर। फेरि एक नम्बरमा रहेछ यहाँ, कस्तो जहिले टाइम लगाइदिन्छ यहाँ। मेरो चाहिँ समस्या छ यही कुर्नको लागि, उभिनु पर्ने हुन्छ यहाँ जहिले पनि 2-4 मिनट। आज भने मान्छे छैन, छिटो आइज 10, 11, 12, 13, 14, 15, 16, 17 बल्ल आइलाग्यो मेरो रुम। अब चाहिँ म आजको मेरो ड्युटी चाहिँ यस्तो छ है। टुट कसरी देखाउने, पुरै त देखिँदैन। सबैको देख्छु संसार मेरै भो। मर्की लागेर मर्ने बेला भएको छ गाइज। त्यो पनि अब जान मन लागेको छ, साथीभाइहरूसँग जानै पर्यो।
थानपुङ भनेको चाहिँ के भन्नुहुन्छ भने यही हो है खासमा। थानपुङ भनेको केही पनि होइन। थानपुङ भनेको चाहिँ शिशिरमा विन्टरमा हाम्रो नेपालमा पनि सबै पत्ताहरू रातो पहेँलो भएर झर्छ नि, त्यही हो थानपुङ चाहिँ। अनि यो चाहिँ कोरियामा विशेष हुन्छ होइन, सबैजना थानपुङको टाइममा चाहिँ भेला भएर हेर्न जाने, रमाइलो गर्ने, डुल्ने, नजिकको पार्कमा ठुलो जङ्गलमा जाने एउटा चलन छ। त्यही भएर यसलाई चाहिँ थानपुङ भन्छ। एकदम रमाइलो पनि हुन्छ, विशेष पनि हुन्छ। आज चाहिँ म भिडियो बनाउँदैछु एउटा सामूहिक भिडियो। खोइ त अनि कृष्ण खै हरिश पनि हामीसँगै हिँड्ने भयो। के छ केटा? ल ल ल ल ल स्वागत छ है केटा, स्वागत छ। आज हामी जाँदैछौँ। कहाँ हो? खागवन्छ ओ कृष्ण, हाम्रो कृष्ण यो सबैभन्दा हिरो, ग्रुपकै हिरो कृष्ण काले नक्कलले थाहा छ नि। ल साथीहरू, हामी चाहिँ अब यहाँबाट 4-5 मिनट हिँडेर गाडी छेउ, गाडीदेखि 5-10 मिनट होइन 10-20 मिनट होला फेरि ट्रेन, अनि ट्रेनदेखि फेरि छनान, अनि छनानबाट ट्रेनदेखि फेरि गाडी भएर खागवनसम्म डाइरेक्ट भेट्नेछौँ है त गाइस। बस आउनु लाग्यो भने ल हामी चाहिँ अब गाडी चढ्ने ठाउँ आइपुग्यो। गाडीको कतिखेर आउँथ्यो अब कस्तो हिरोहरूलाई पनि देखाइदिउँ है। हामी चाहिँ कतिजना भएछ? 3जना 4-5जना भइहाल्यो। यति भयो आज, मिसन कम्प्लिट। कति मिनटमा है फ्याङटेक जाने होइन? फ्याङटेकबाट चल्यो, बस चाहिँ आउन लाग्यो। केही देखिँदैन त यार, यस्तो छ यहाँ बस आउँछ। अब यहाँबाट पो पुरा दामी देखियो त यार। लुगा त हरायो त यार, सेतो कालो गाह्रो रातो त अनि भइहाल्छ, बैसले पनि हो। हाम्रो हरिस उस्तै छ। गाडी आइसक्यो अब चाहिँ हामी चाहिँ राजन हल्ला नगरी चढ्यो। ल बस्ने ठाउँ पाइयो है गाइस, एउटा बुद्ध सर। अब चाहिँ आनन्दले बसेर जाने हो। कति 20 मिनट जति लाग्दैन होला। त्यसपछि ट्रेन पछि फेरि दुजङमा झर्नुपर्छ, अनि गाडी पनि धेरै टाइम त लाग्दैन, 15-20 मिनट लाग्छ त्यहाँबाट पुगिन्छ। ल गाइस, अब हामी फ्याङटेकमा भेटौँ है। बसमा हल्ला गर्न मिल्दैन। ल हामी चाहिँ फाइनल्ली फ्याङटेक टर्मिनल अब निस्किने टाइम भयो। निस्किनु पर्ने हुन्छ यो फाँसी गएर। साथीहरू गएको छ। अरे खोलेन जाने 70 नम्बर। ल कृष्णजी फाइनल्ली फ्याङटेक टर्मिनल भन्छ होइन। अब ट्रेनमा चाहिँ ट्रेन स्टेसनतिर जाँदैछौँ। बस स्टेसन देखाएको थियो कोरियाको। हाम्रो राजाहरू सबै यो चाहिँ बस स्टेसन हो कोरियाको। यस्ता देखाउनुपर्छ होइन के गर्दा नि हुन्छ होला। यो चाहिँ बस छ यहाँ होइन, रोजी यता हाम्रो कृष्ण खेलाउन देखाइदिनु।
के गर्नु सक्यो छ आफ्नो बच्चाहरू छैन इमान अनुसारी हो इमान अनुसारी नमु किसानले साथी हो यो सुनकन हान्नु गएको 20,000 20,000 वन अरे यसको दाम भनेको नेपाली 2,000 हो यो नेपाली 1,500 अरे यसको दाम छोराछोरी जन्माएर हिँड्नु भने त किन आउँछ होला अब घर जाँदाखेरि त लिएर जानु पऱ्यो एक झोला त बोकेर लगिदिनु पऱ्यो छोरीलाई होइन 2,000 को एउटा को एउटा त्योभन्दा काठमाडौँमा 2,000 कता खेलाउन कस्ता हुन्छ नि अनि काठमाडौँलाई अलि 1,000 रुपियाँ पऱ्यो भने हो महँगो हो यार महँगो कोरियामा चाहिँ यस्तो पनि बेच्छ नि यस्तो बेच्ने हजुरआमाहरू माग्ने मान्छेहरू पनि हुन्छ कसले भन्नु कोरियामा चाहिँ धनी मात्रै हुन्छ कसले भन्नु पैसा भएको मान्छे मात्रै हुन्छ होइन माग्नेहरू पनि छ कोरिया यही गरिब त्यसैमा हामी गरिब आएर अचम्ममा छ हामी पनि अब कम्ती उपाय यसो एउटा लिएर बस्नुपर्छ है यहाँ टङ 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 गर्दै स्टेसन आइपुग्यो त्यो देख्दै हाम्रो केटाहरू माथि छनानु र हिँडौँ न सुसु मान्छे कति भिडभाड हुन्छ भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ है फ्याङथेकमा घुमभरि छनानु र थोजा खानु चुङ्गे फाइनल्ली ट्रेन आइपुग्यो केपीबाको ट्रेन आइपुग्यो होइन म चाहिँ हामी भित्र छिर्न लागेको ढोका खुल्यो चल ठाउँ फेममा आयो 1 से 1 छ नि हेर्छौँ केटाहरू सब कन्याकुमारीहरू हिजो लोकसभा जोड्न लगायो मागम गरेर के भन्छन् केटाहरूले सुन्नु न आवाजै आएछ गाइज यात्रा निरन्तर छ अब फेङटेङबाट छनान दुजङतिर लाग्यो साथीहरू हामी चाहिँ दुजङतिर आइपुग्यो फाइनली केटा हो मान्छे रहेछ पछाडि साथीहरू हाम्रो चाहिँ दुजङ योगमा अवतरण भइसक्यो अब चाहिँ केही समय बस चढेर खाकवन्सातिरको यात्रा तय हुन्छ स्टे ट्युन है त गाइस त्यो पारीबाट चढ्नुपर्छ हौ उता जाऊँ उता यता जाऊँ लुगा हामी चाहिँ बस स्टेसनमा आएर थन्किरहेको छौँ गाइज हाम्रो केटाहरू अब चाहिँ हामी 81 नम्बरको गाडी चढेर 20 मिनट जति हिँड्नुपर्छ होला 20 मिनट जति हिँडेपछि चाहिँ हामी टक्क के अरे खाकवन्सा भन्ने ठाउँ पुग्छ अनि खाकवन्साको थानपुङ हेर्नुपर्छ स्टे ट्युन गाइज बस आइपुग्यो हाम्रो बस आइपुग्यो जाउँ त गाइज अब फाइनल्ली गाइज हामी चाहिँ खाकवन्सा आइपुग्यो होइन त्यहाँ आएर चाहिँ अब हामी गुम्बा जाँदैछौँ जे भए पनि गुम्बा आउँदाखेरि आफ्नो देश यसो आफ्नो देशको माया लाग्दो रहेछ सबै बुद्ध नेपालमा जन्मेर होला हामी चाहिँ गाडी चढेर आएको हो है यो पछाडिको होइन यो गाडीको होइन अहिले फर्किँदा पनि यो दुजङ एकबाट चाहिँ अन्तिम गाडी
अन्तिम योग भनेको यही हो के भन्छ अन्तिम स्टेसन भनेको गाडीको स्टेसन होइन गाडीको अन्तिम स्टेसन दुजमागबाट 81 नम्बर चढेर टक्क आयो भने पाउँछ अब यता बाटो देखाइदिउँ अगाडि बाटो देखाउँ होइन यो हो खाकोन्सा अनि थानपुङ देखाइदियो कृष्ण ल अब हामी थानपुङ हेर्दै जाने बिस्तारै होइन हाम्रो साथीहरू बोल न यार केटा ल जाँदै गरौँ है ल हिँड्दै गरौँ यहाँ के घना पो आयो त जाँदै गरौँ के त्यस्तो गन्ना आएको आमामा यङ्गप जुङ्गर यहाँ के पाउँदो रहेछ यस्तो बुङ्गुरको मल हो है ल केटाहरू दौडेका हेरौँ त आमामा ल फाइनली गाइस केटाहरू दौडिरहेछन् यतिको फुर्ती चाहिँ चाहियो क्या गोर्खाली भएपछि होइन यो नाली गर्न आला है बनाइ नै रहेछ हौ ल हेरौँ त यो माथिको त्यो टुप्पामा चाहिँ अहिले हामी जाने हो पछि ल यहाँ तलाउ पनि रहेछ तलाउमा माछा नि होला न होइन फेरि उतै जाने हो हेर सर्प कति ठुलो सर्प हेर्नुहोस् त त्यहाँ माछा कति हुनु एउटा माछा लग्न पाए त हुन्थ्यो नि यार मैले बेलुकै खानलाई हुन्थ्यो माछा यहाँ अर्को रङ्गी बिरङ्गी माछा पनि छैन चारो खानलाई हेर्नु त चारो लिएर आउनु पर्ने रहेछ राम्रो त समात्छ नि मोबाइल फेरि खस्छ अहिले हामी जाने भनेको गुम्बा यो गुम्बामा बुद्ध लिएर आउँदा उता पोखरबाट हामीसँग बुद्ध भगवान पनि हुनुहुन्छ आज त सबैले निकालिदिन्छ ल फाइनली हामी चाहिँ खाकोन्सा आइपुग्यो खाकोन्साको एक विशेष ठाउँ चाहिँ यो पनि हो यो पोखरी अनि यहाँ चाहिँ ठुलो बुद्ध गुम्बा छ होइन साथीहरू बुद्ध गुम्बा छ यताबाट जाँदा पनि हुन्छ है खाकोन्सामा चाहिँ हेर्नुपर्ने ठाउँहरू धेरै छ हेर्न लायकको ठाउँहरू त्यो मध्येमा यो एउटा हो होइन यहाँ पोखरी यहाँ माछा छ अनि यहाँ चाहिँ के अरे त्यो पाउँछ के भन्छ क्रोकोडाइल के पाउँछ यहाँ क्रोकोडाइल के भन्छ त्यसको नेपाली नाम हो अनि यो पछाडि देख्दै हुनुहुन्छ पुरा घामले गर्दा मैले चाहिँ केही पनि देखेको छैन यो पुरा वरिपरि होइन यो चाहिँ लुमदर जस्तो छ लुमदर त भन्दैन यो खासमा यो खाकोन्सा लेखेको यो बुद्ध जयन्तीमा चाहिँ हाल्ने गर्छ होइन अनि थानपुङ चाहिँ मैले तपाईँहरूलाई आज देखाउँछु भने थानपुङ भनेको चाहिँ यस्तो हो होइन यो बोट बिरुवाहरू यसरी पहेँलो भएर झर्ने हो खासमा त झरिसकेछ होइन थानपुङ त रहेनछ हामी अलिकति ढिलो आयौँ तर अवश्य पनि हामी यो भित्र रहेको गुम्बाहरू चाहिँ हेर्नेछौँ हाम्रो साथीहरू पर पारी छ हामीले लिएर आउनु चाँडो हो लिएर आऊँ न त ल ल चारो लिएर आऊँ ल छ कि छैन त्यहाँ खाकोन्सा फोयाङ फुमछन्मुङ लेखेको छ त्यही छ होला होइन चौने चाहिँ खुवाइदिउँ न त घरमै हुन्छ गाडीले उडाइदिला फेरि ए यही होला र यत्रो ठुलो त के खुवाउनु हामी सानो पायो हुन्छ यो होला होइन गाइस माछाको चारो एउटा भयो हुन्छ अलिस के खुवाइदिउँ एउटै मान्छे छैन कि यो तर यहाँ चाहिँ अलमा आएको मग्गी इच्छन
खादु थिएन यो खादु कार्ड पनि यहाँ भयो लिएर 이쪽으로 와서 넣으세요. 이렇게 해서. जाम माछाको चारो किन्यो गाइस माछाको चारो अब चाहिँ माछालाई चारो खुवाउने यहाँ अलिकति दु बल्छी चाहिँ म हान्छु माछालाई अब चारो दिनुपर्छ साथीहरू माछा हेर्नुपर्छ ठुला ठुला माछा ठुला ठुला महल आऊ है माछा हेर्न ल ल ल ल अब चाहिँ मेन यहाँ धर्म गरौँ न त है माछा त यार दिउँ मजाले ल गाइस माछा चाहिँ माछामाथि माछा चढ्दा कस्तो हुन्छ ल त माछालाई चारो दिँदै कुचु 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 अरे कुचु 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 अरे कुचु 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 माछा 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 साथीहरू अब चाहिँ हाम्रो उकालो यात्रा सुरु हुन्छ यसले चाहिँ पुरा स्वयम्भूनाथको फिलिङ्स दिलाउँछ है भ्लग बनाउने भने तेर्सो बनाउनु क्या त्यसमा सर अब चाहिँ हाम्रो मेन मन्दिरतिर जाने बाटो सुरु भयो हाम्रो साथीहरू फोटो खिचो फोटो ल हामी चाहिँ उकालो हिँड्दा गल्ने बेला भइसक्यो अब चाहिँ साथीहरू साथी कृष्ण पछाडि अरू केटाहरू माथि पुगिसक्यो साथीहरू त्यहाँ पुगिसक्यो चाहिँ बिचमा छु खिचौ न खिच यहाँ लाइट राम्रो छैन माथि जाऊँ न त दामी छ ल यहाँ चाहिँ अब हाम्रो सुटिङ चलिरहेछ है टिकटक सुटिङ क्यामेरा के भयो त फेरि ब्यागमा त हाल्यो कट 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 ल फेरि तीन बज्छ है ल One, 2, 3, go. नाचिरहनु तपाईँ नाचिरहनु है Hey, 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 hey. Hello guys, finally हामी चाहिँ अब हाम्रो
ठुलो बुद्धको मूर्ति भएको ठाउँ आइपुग्यो। यता देखाउँदा हामी चाहिँ त्यहाँ जानुभन्दा अगाडि बुद्धलाई जब नेपालमा जन्मिनु भएको होइन सबैले तिनीहरूले गाना गाएर चाहिँ सम्मान मनलाई चाहिँ एकदम शान्त बनाउने होइन गाना गाउँदैमा चाहिँ के भने होइन कि तर मनलाई शान्त बनाएर हामी एकदम मनै शान्त बनाउने ठाउँमा आइरहेको जहाँ चाहिँ बुद्धका भक्तराज आचार्य होइन सिङ्गर होइन हिमबन्दी है ल सुरु सुरु गरौँ ल 1 2 3 ल जहाँ छन् बुद्धका स्नेह शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगङ्गा जता जता जहाँ छन् बुद्धका आँखा। जय बुद्ध। हामी त त्यो दिनुपर्छ है पुरा अँध्यारो भयो यार। ठिकै आएछ होइन युट्युबमा हेर्नुपर्छ तपाईँको उकालो उकालो हिँडेर आएको होइन गीत गाउँदा त झन् सास रोकिला जस्तो हो। ब्याकग्राउन्डमा यस्तो दामी देखिन्छ नि कडा छ। यहाँ चाहिँ खतरा छ है बत्ती बाल्ने ठाउँ बत्ती पनि बाल्न पाइन्छ। हाम्रो हरिश सर फोटो खिच्दै हुनुहुन्छ। यहाँ चाहिँ यस्तो शान्तिको ठाउँ होइन शान्तिको क्षेत्र पुरा शान्ति फिल हुन्छ है। अनि यो एक फन्का गरेर यहाँबाट ढोक्न पनि पाइन्छ। बुद्धलाई ढोक्नलाई चाहिँ छल भन्छ यहाँ चाहिँ होइन हाम्रो बुद्धको। सबैले दर्शन गर्नु होला। हामीसँग पनि एउटा बुद्ध छ बुद्ध तामाङ। यो चाहिँ साँच्चीको गौतम बुद्ध हो। हामीसँग भएको चाहिँ मान्छे बुद्ध हो। यस्तो दामी यहाँबाट देखिन्छ नि फेरि ल साथीहरू। अनि यहाँ चाहिँ यो बत्तीहरू यो क्यान्डलहरू चाहिँ हामीले पैसा तिरेर बाल्न पाइन्छ। भित्र छ क्यान्डल एउटा बालेको चाहिँ कति पैसा हो ए होइन यो चाहिँ बल्दै गरेको रहेछ बल्दै गरेको क्यान्डल रहेछ यो चाहिँ। यहाँबाट यसरी पूजा गर्न पाइन्छ ढोक्न पाइन्छ। यो हो क्यान्डल। ओम नमो बुद्ध। कस्तो दामी छ है हाम्रो नेपालमा जन्मेको बुद्ध। लुम्बिनीमा जन्मेको बुद्धले चाहिँ संसारभरि शान्तिको प्रतीकको रूपमा चाहिँ यसरी स्ट्याचु बनाएर हजारौँ भक्तालुहरूले दिनमा पूजा गर्छन् यो ठाउँमा। बुद्धको मन्त्र के भनेको थियो मैले बिर्सेँ। ओम माने पेमे हुन्छ हो अर्को हो मेरो आजको हाम्रो मेन डेस्टिनेसन भनेको चाहिँ यही थियो होइन। अब यो भित्र के छ कसो छ हामी लिइहाल्ने नै छौँ एकछिनपछि। अनि तल झरेर के अरे गुम्बाभित्र गरेको पूजा आराधना सबै थोकहरू चाहिँ हामीले अहिले देखाउँछौँ तपाईँहरूलाई। स्टे ट्युन गाइज। हाम्रो साथीभाइहरू खिच्नमा चाहिँ व्यस्त छन्। बुद्ध जहाँ छन् बुद्धका आँखा स्नेह शान्त र सुन्दर। बुद्धकै जस्तो आसन बनाउनु बुद्धकै जस्तो एउटा माथि एउटा तल टक्क बुद्ध आसनमा बसेर
शान्तिको प्रतीक गौतम बुद्ध जहाँ हाम्रो नेपालमा जन्मिनु भएको संसारभरि सबैले चाहिँ आफ्नो शान्तिको एउटा आइडल मानेर त्यसरी संसारभरि पूजिन्छ गौतम बुद्धलाई। जसरी हामी नेपाली हुनुमा होइन हामीलाई गर्व फिल हुन्छ हाम्रो गौतम बुद्ध संसारभरि। अनि थानपुङ भनेको चाहिँ खासमा आज यो चिज हो होइन। यस्तो यो जङ्गलै पुरै थानपुङ हुनुपर्ने हो, अहिले त्यो माथि सबै उजाडिसकेछ होइन। त्यता देख्दै हुनुहुन्छ नि तपाईँहरू, यो खाली खाली यो चाहिँ पुरै उजाडिसकेको छ, झरिसकेछ। अब ठ्याक्कै ठ्याक्कै एक हप्ता अगाडितिर चाहिँ हामी आएको भए चाहिँ कस्तो दामी देखिन्थ्यो होला होइन। यो ठाउँ चाहिँ शान्त छ, सफा छ। हाम्रो देशमा पनि मन्दिरहरू गुम्बाहरू चाहिँ यसरी सफा भइदियो होइन। यत्रो काहीँ पनि तपाईँहरूले देख्नुहुन्न कि भाइ फालेको यस्तो शान्त छ। ओहो कस्तो दामी बुद्धको यो धुन बज्यो यार, सुन्नु हो। संसारभरि अचम्म लाग्छ क्या बुद्धको टोनहरू, यो म्युजिक चाहिँ उस्तै हुँदो रहेछ क्या, एउटै खालको सुनिँदो रहेछ होइन। यही छ आज खाकवंशाको हाम्रो भिडियो चाहिँ। अब तपाईँहरूलाई म एकचोटि सर देखाउँछु, त्यो पछाडि चाहिँ तल गुम्बा एकछिनमा गुम्बामा गएर गुम्बाको भिडियोहरू हालेपछि आजको भिडियो अन्तिम हुन्छ। अझै पनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला गाइस। यो मन्दिरहरू हामी सबै अहिले भिजिट गर्नेछौँ, तलको गुम्बाहरू एकछिनपछि। हामी यहाँ चाहिँ अहिले फोटो भिडियो बनाउने कार्यक्रम भइरहेछ, त्यही भएर यहीँ छौँ अहिले हामी। यो यहाँको मेन मन्दिरको प्राङ्गण चाहिँ साथीहरू कति आनन्दको ठाउँ छ है, शान्त छ है। यतिको चाहिँ हुनु पर्यो नि त ठाउँ। 5जना फोटो खिच्न बाँकी छ, 5जना फोटो भिडियो कति गर्न बाँकी छ बाँकी। ल साथीहरू हामी चाहिँ अब माथिल्लो तला घुमिसकेर तलको गुम्बातिर जाँदैछौँ। हाम्रो साथीहरू अगाडि लागिसकेका छन्। साथीहरू अगाडि, कृष्णजी कहाँ गए। अनि अब चाहिँ गुम्बाको खतरा दृश्य हेरेपछि हामी फर्किनेछौँ र आजको भिडियो पनि अन्तिम हुनेछ। धेरै टाइम हेर्नु पर्दैन, अब तपाईँहरू अलिकति मात्रै हेरिदिनु भयो भने पुगिहाल्छ। बाई बाई गौतम बुद्ध। हामी चाहिँ फर्क्यौँ है। अब हामी चाहिँ घुमेर स्तुपा घुमेर फर्किँदैछौँ एकदम होइन। तपाईँहरू पनि कोरियामा हुनुहुन्छ भने एकपल्टमा एकदम भिजिट गर्नु होला। एकचोटि घरमा सुतेर ढाड दुखाउनु भन्दाखेरि यसो बेला बेला बाहिर निस्केको राम्रो हुन्छ होइन। त्यहाँभित्र अहिले गुम्बामा गएर चाहिँ हामीले हेर्नुपर्छ है त। ल है त हाम्रो पछाडिको गुम्बा, यो गुम्बाभित्र छिरोमा एकछिन होइन मिल्छ, ऊ त्यहाँ छिर्न मिल्छ, त्यहाँ खुल्लै हुन्छ जहिले। ल बुद्ध सरको पनि 1-2 वचन जानु पर्यो नि त यहाँ। लसो हे फुल्ला होइट भन्नु न, बुद्ध सरको त होइट। बुद्धि तामाङ होइट। ल उति त्यो गुम्बामा जान्छ, गुम्बाभित्र एकछिन हेरौँ। अनि चाहिँ यताबाट एकचोटि चाहियो नि त हाम्रो युट्युब फ्यामिलीको लागि त होइन। यहाँ भ्युवर्सलाई पनि मजा आउनु परेन, दर्शन गर्नु पर्यो। गुम्बा चाहिँ एकदमै ठुलो छ। मैले चाहिँ साउथ कोरियामा यति ठुलो गुम्बा देखेको छैन। म जहाँ डुलेँ होइन त्यहाँ चाहिँ यत्रो गुम्बा देखेको छैन। त्यही भएर यो गुम्बा आएपछि चाहिँ म एकचोटि भित्र चाहिँ छिरेरै छोड्छु। टक्क व्यवस्थित छ होइन। जुत्ता यहाँ खोलेपछि जुत्ता खोल्छु, जुत्ता खोल्ने यहाँ।
साथीहरू भित्र छिरेपछि चाहिँ बोल्न मिल्दैन, शान्त भएर छिर्छु है त। गाइस म चाहिँ निस्किसकेँ होइन, भित्र गएर दर्शन गरेर पनि। कृष्ण फोटो हानौँ है, कृष्ण। ल हाम्रो कृष्णजीको मुखबाट 1-2वटा प्रवचन जाओस् त। कति यो चाहिँ होइन कारखानाको कम्पनीको यो आवाज अशान्तपनलाई चाहिँ भुलाउनलाई, शान्ति खोज्नलाई हामी यतातिर आएको। फेरि शान्ति भने चाहिँ केटीलाई होइन कि होइन, हामी चाहिँ बुद्धको एकदम काखमा केटी त हामी हेर्दैन, हामी केटीलाई चाहिँ हेर्दैनौँ भनेपछि अब मैले त हेर्छु उहाँले हेर्दैन भन्नुहुन्छ। अब उहाँ कस्तो प्रजाति हो बुझ्नु होला। म हेर्दैन केटी भनेपछि चाहिँ टोली आएर यहाँ एकदम मनलाई चाहिँ शान्त बनाउने काम भयो। ल यहाँ भिडियो यहीँ सकाउनुपर्छ। यता हाम्रो हेन्डसम हजुर नमस्ते सेवारो अहिले चाहिँ हामीले एकदम ढोकसोक गरिवरिकन आफ्नो मनलाई शान्ति बनाइकन आइसकेको छौँ। अब चाहिँ हामी लगभग घर फर्किने तयारीतिर छौँ। अहिले मन्दिरबाट चाहिँ हामी अब फर्किसक्यौँ, गुम्बाबाट चाहिँ फर्किन लाग्यो। घुमेर डुल्यो। स्टुडियो घडीले 3:30 पनि हानिसक्यो, पेटमा अरू क्रिकेट नै हानिसक्यो भनौँ न। अब तल गएर विकेट किपर हाल्नुपर्छ। जाउँ अब त हाम्रो हरिस छुट्टिहाल्यो छेउमा बसेर मेन मान्छे गर्लफ्रेन्डले एक्लै हिँड्नु ल त साथीहरू। हामी चाहिँ यहाँबाट अब फर्क्यौँ, तल गएर खाजा खाउँ होइन, त्यसपछि हेर्दै जाउँ के हुन्छ। आज घर फर्किनु पर्ने हुन्छ एकछिनमा है त गाइस। कुटुङ फर्किने क्रम जारी छ। मलाई चाहिँ यो देखेपछि चाहिँ खिच्न मन लागिहाल्छ क्या। पछाडिको ब्याकग्राउन्ड कस्तो दामी छ त, शान्त सुन्दर र मनोरम। ठाउँको खोजीमा हुनुहुन्छ भने छनालको खापवंशा जिन्दाबाद होइन त कृष्ण। यहाँ त म पहिला नै आएको, यहाँ त त्यो पाक्छ क्या टक्कै किम्मु कि के भन्छ नि, किम्मु पाक्छ हेर्नु कस्तो शान्त लाग्छ क्या। यो घरको यो डिजाइन देख्ने मलाई ब्याकग्राउन्ड यस्तै छ टक्क होइन। फर्किने बेलामा लास्ट एकसट यहाँबाट हेरेर जाउँ। है बुद्ध सर, हामी फर्किने बाटो चाहिँ यस्तो छ। ओह्रालोमा साथीहरू फर्किने क्रम जारी छ। हे गौले हो।